विदेशमा बसेर कमाउने, यहाँ भारी बोक्ने, रेमिटान्स पठाउने, त उहाँ गएर माडे दलालीहरूसँग ठेकदारसँग लागेर साला मलाई त के भन्ने, यो खुकुरी ल्याऊ न, खुकुरी हानौ सबैजना भएर यो। अनि अर्को कुरा, यो विदेशमा आएका झोलेहरू, पार्टीका झोले, माओवादीका झोले, एमालेका झोले, कांग्रेसका झोले, तिनीहरूलाई त टिकापानहरू के भन्ने हो, के मुखमा भएभरको गाली गरे पनि सकिँदैन। साला के कारणले तिमीहरू विदेश आयो? यति कुरा बुझ्न सके छैनौ? विकास हेरेनौ यहाँ हाम्रो देशका, हाम्रो देशका रे, यत्रो हाम्रो देशका, यो विदेशको विकास हेरेर अनि दिमागमा खोपडीमा केही न केही आएको होला नि। हाम्रो देशमा पनि विकास किन भएन? गल्ती कसको? गल्ती सब तिमीहरूको हो, तिमीहरू झोलेहरूको गल्ती हो। साला मान्छे राम्रो चिन्न नसक्ने। आजलाई यति, फेरि बाँकी गाली अर्को चोटिमा अर्को भिडियोमा गाली ल।